नमस्ते फ्याफुल्ला सबैजनालाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ यसो अब गाउँ आएपछि अब सबै ठाउँ त घुम्नु पर्यो अनि हामी चाहिँ अब 3 जना बाइक लिएर चाहिँ हामी एकजना चाहिँ एउटा बाइक चाहिँ गइसक्यो तल अनि हामी 2 जना बाइक लिएर ट्याक्कै 4 जना चाहिँ बाइक लिएर यसो उता गुम्बातिर घुम्न जान लाग्यो। धेरै वर्ष भयो गुम्बा नगएको पनि, त्यही भएर आज चाहिँ यसो घुम्न जाउँ हैन। अब एउटा कन्टेन्ट पनि हुन्छ घुम्दा भनेर हामी चाहिँ घुम्न जान लाग्यो। अनि त्यसपछि हामी चाहिँ आधी बाटोमा आएर भ्लग गऱ्यौँ। बाटो चाहिँ यस्तो छ हामी चाहिँ अनि त्यही हो। अब तल जाने अब के रहेछ, कस्तो चेन्ज भएको रहेछ। पहिला त पुरानै थियो के अरे, अहिले चाहिँ नयाँ बनाएको छ अरे गुम्बा। त्यही भएर यसो हेर्न जाऊँ भनेर अब जान लाग्यो हामी चाहिँ खासमा। ल हामी लाग्छौँ अनि बाटोमा के भइरहेछ सब देखाइहाल्छ फेरि युगदीशले। हाम्रो क्यामेराम्यान पनि छ, हाम्रो क्यामेराम्यान पनि छ, हाम्रो मास्टर हो फेरि। 2 जना मास्टर त होला होइन ल है। अब उसले भिडियो बनाउँछ, म चाहिँ यसो राइड गर्नु पर्यो नि त होइन। अनि तल गएर बोल्नु पर्ला। माया गर्थे तिमीलाई म धेरै, तिमीले मलाई बुझेनौ। चाहन्थे तिमीलाई म धेरै, चाहत मेरो मात्र थियो। मलाई आफ्नो संसार बनाउँछु भन्थ्यौ, तिम्रो सपना त्यो। तिमी त मेरै हो भन्थ्यौ, तर अरूको अङ्गालोमा थियो। ल फाइनल्ली हामी चाहिँ गुम्बा आइपुग्यौँ। गुम्बा चाहिँ बन्द रहेछ, तर बन्दै रहेछ गुम्बा चाहिँ होइन। बन्दै पनि रहेछ अनि बन्द पनि रहेछ कि फेरि ताला लागेको रहेछ। यो चाहिँ पुरा पहिला चाहिँ खतरा त्यो छुट्टै खालको थियो। अहिले चाहिँ फेरि छुट्टै खालको बनाएको रहेछ। बनाउनु चाहिँ बनाउँदै रहेछ, तर गुम्बा चाहिँ बन्द। हामी चाहिँ अब जे होस् पहिला देखेको र अहिले देखेको चाहिँ डिफ्रेन्ट चाहिँ टन्नै डिफ्रेन्टै छ। यो चाहिँ पुरै लास्टै पुरानो गुम्बा हो कि फेरि, धेरै पुरानो गुम्बा हो। यस्तो छ गुम्बा चाहिँ। हाम्रो केटाहरू यहाँ तलतिर छ। उयो त टाइम न बेटाइममा आएर नि होला गुम्बा बन्द भएको। बिहान चाहिँ अब पूजा गर्ने यताउति भइरहन्छ। यो के हो, यो पानीको ल गुम्बा चाहिँ यही हो। भित्र चाहिँ छिर्न पाएन होइन। बनाउँदो रहेछ मजाले बनाउँदो रहेछ। कलरी सलरी यताउति गर्दा त राम्रो हुन्छ, एकदम राम्रो छ। वातावरण चाहिँ राम्रो छ। टुवाला लागे जस्तो भयो नि बाटो चाहिँ राम्रो छ। वातावरण चाहिँ यस्तो राम्रो छ। बाटो साटो होइन। बाटो पनि माथि चाहिँ अलिअलि पिचै छ। यो तल चाहिँ पिचै गर्न बाँकी छ अझै भनौँ न। पिच गर्दै होला, पिच गर्छ होला अब बिस्तारै सबै। यहाँ गुम्बासम्म चाहिँ पिचै गर्छ होला त्यस्तै लाग्छ होइन। कुन कि नुवाकोट दरबार जाने र हामी यत्तिकै क्या। दङमाईतिर जाने हो फेरि बाटो बन्द होला है। दिन्छ अब कति बज्यो र? दङमाईतिर जाने भने जाने अरे केटा। पिच रोड चाहिँ बबाल पिच छ त्यहाँ फेरि, खतरा पिच छ। सबै पिचै हो कि यहाँ तल त्यो के भन्छ केकुडी के भन्छ अरे दाङमाई सुलाएर आउने होइन कोलकाता टीदेखि तल
गरबास गरबास कि उसमा 360 हामी हिजो गएको हिजै गएको र अच्छा अनि सँगै जानु पर्थ्यो नि त के थाहा त अनि जान्छ भनेर ए उमेशले बाइक किन्यो ए भिडियो राम्रो आएको छ ल धन्यवाद बुझ्यो मेरो क्यामेराम्यान आजको जे होस् यताउति स्पोन्सर बाई मी भन्ने क्या ल अब हामी अलिअलि भिडियो बनाउँछौँ रिल्सहरू टिकटक सिकटक यताउति हाल्नु पऱ्यो होइन अलिअलि बनाउँछौँ अनि त्यहाँबाट जान्छौँ ल हामीले चाहिँ अब रिल्स सिल्स बनाएर त सकिसके अवस्था छ अनि जे होस् केटा लाखा पाखा भइरहेछ अहिले चाहिँ अलिकति के अरे माहौल चाहिँ अलिक गम्भीर नै छ कस्तो गम्भीर भन्दा नि अब यो के भन्छ घाम पनि राम्रै लागिरहेछ डेन्जरै लागिरहेछ अनि त्यसपछि केटाहरू पनि अलिक थकित अवस्थामा छ अनि हामी चाहिँ के अरे रिल्स सिल्स बनाएर टिकटक सिकटक बनाएर बसेको छौँ अब हामी कता जाने त हामी कता जाने केटा हो दाङमै अब हामी दाङमै भन्ने ठाउँ जाने हो होइन ए हो कि होइन हो हामी दाङमै भन्ने ठाउँ जाने हो अनि त्यही गरेर भेटौँला भन्न चाहन्छु किनभने अब एउटै ठाउँमा भिडियो कति बनाउनु होइन त्यही भएर ल है खाना त झर्दैन नि फेरि नाकभित्र छिरा यस्तो गर न यस्तो गरेर त्यो नाकभित्र पानी हाल्दा यसरी अनि गरेर त भर्खर इन्सिडेन्ट भयो भर्खर जोनको एउटा इन्सिडेन्ट भयो के छिर्यो रे भित्र है नाकभित्र मोटो भएरले होला कि अलिकति के छिर्छ खासमा हात्तीको सुट भनेर आयो होला नाकभित्र छिरेन आँखामा यहाँ ठोकेको कस्तो पोलिरहने ए कस्तो चिसो रातो भयो चल्छ जम होइन होला है बाजे
गइहाल्यो नि पुलबाट अब बाइक धुन्छु ल हिरो भएर बाइक धुन्छु गुन्डा भएर जान्छु यस्तो स्ट्यान्ड हुँदा हुँदा कहाँ दुःख गर्नु भने लाइटर छैन है यो त यस्तो खालको रहेछ नि त नि ओहो ओहो ल आधी मात्रै भयो आधी मात्र भयो भने यसले नि गरेको जोडिदिनु नि ल अहिले चाहिँ अर्कै क्यामेराबाट गरेको छु अहिले चाहिँ एन्ड्रोइडबाट गरेको छु बबाल रहेछ यो खालको ल है जेम्सलाई स्वागत छ है मेरो भ्लगमा जोनलाई आहा यतिको भइहाल्यो नि यार एन्ड्रोइडमा पनि यो आमा यो एन्ड्रोइड भन्नु कसले भन्छ यार यस्तो राम्रो क्यामेरा आउँदो रहेछ कति हजारको फोन दियो 50 जति पुग्न खोज्छ अनि 50,000 को फोनमा यतिको आउनु भनेको त एकदम बबाल हो नि फोन चाहिँ यो मान्छेको फेरि हेलो हेलो तपाईँको फोनमा तपाईँलाई क्यामेराम्यानको तपाईँको फोनमा तपाईँलाई स्वागत छ धेरै धेरै धन्यवाद तपाईँलाई स्वागत छ म स्वागत गर्न चाहन्छु है पोडकास्ट गर्ने है क्या ल लाग्नु ल है हामी अब माथि जाँदैछौँ बाटो चाहिँ यस्तै छ नाङ्गो खुट्टा हिँडेर जाँदैछौँ होइन ओहे चिलिन्छ क्या ल है सामान लिएर हो म त यत्तिकै गएँ आहा ओहो बाटो यो हो हाम्रो है नाइस ब्लग आओ केटा हो आओ आहा ओहो आयो ओहो आहा केटाहरू आइरहेको छ तलतिर बाटो चाहिँ यस्तो छ है अनि म चाहिँ गइरहेको छु नाङ्गै खुट्टा हिँडेर कस्तो एलर्जी भएको के मलाई यार हेर न कस्तो आउँदो रहेछ